नेता विरुद्ध उर्लिएको भिडलाई गणतन्त्र मासिएको अर्थमा हेरेका नेताहरूले अराजकताको हद पार गर्न थालेका छन्। जहाँ सरकारमै हुँदा पनि अराजक शैली देखाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो अराजकताको नेतृत्व गरेका छन्। प्रचण्ड एकातर्फ राजावादी शक्ति सलबलाउनुमा अहिलेको सरकारलाई दोष दिँदै पूर्व राजाले गणतन्त्रको अधिकार प्रयोग गरेको मान्छन्। अर्कोतर्फ उनी सक्रिय भएकै कारण हाकाहाकी दरबार हत्याकाण्डको दोषी समेत करार गर्दै बहकिएर भाइमाराको अपुष्ट आरोपसम्म लगाइरहेका छन्। नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा भाइमाराको हो आफ्नै वंश मास्नेले त्यहाँ आएर अहिले फेरि दाग लगाउन मिल्छ। प्रचण्डको यो अभिव्यक्तिसँगै राजावादीहरूले पनि प्रचण्डलाई पूर्व आतंककारी भन्दै आलोचना गरिरहेका छन्। जनयुद्धमा मारिएका 17,000 मध्ये 5,000को जिम्मा लिने भन्दै व्यक्ति हत्याको सार्वजनिक स्वीकारोक्ति गरेका प्रचण्ड आफू भने संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग जोडेर पन्छिने गरेका छन्। तर प्रचण्डले भने बिना तथ्य प्रमाण सार्वजनिक मञ्चबाटै ज्ञानेन्द्रमाथि राजा वीरेन्द्रको वंशनाश गरेको आरोप लगाइरहेका छन्। जबकि गणतान्त्रिक सरकारकै छानबिन समितिले युवराज दिपेन्द्रलाई यो काण्डमा दोषी देखाएको थियो। तीव्र आलोचनापछि प्रचण्डले आफूले अभिव्यक्ति दिएको भोलिपल्टै गल्ती स्वीकार्दै आफूसँग कुनै नयाँ प्रमाण भएर त्यसो भनेको नभई जनताको आवाज बोलेको भन्दै अर्को मुकुट ओढेका छन्। मैले हिजो जे बोलेको छु त्यो धेरै पहिलेदेखि बोलिराखेकै कुरा हो। दरबार हत्याकाण्ड भएको लगत्तै पछि जति बेला हामी भूमिगत थियौँ त्यति बेला पनि यही कुरा बोलिएको थियो। अहिले जसरी फेरि पुनरुत्थानको कोसिस भएको छ त्यो सन्दर्भमा स्मरण गर्नु आवश्यक ठानेर नयाँ तथ्य या नयाँ प्रमाण भनेर होइन, त्यो पुरानै तथ्य पुरानै प्रमाण र आम नेपाली जनताको मनमा जे छ त्यो कुरा मैले मुखरित गरेको मात्रै हो। हुन त यो विषय यसअघि पनि पटक पटक चर्चामा आइरहन्थ्यो। प्रचण्ड यतिमा मात्र रोकिएका थिएनन्। आफूले पूरा कार्यकाल सरकार चलाउने पाएको भए ज्ञानेन्द्रलाई अहिलेसम्म ठेगान लगाइसक्ने बताएका छन्। जबकि प्रचण्ड आफू 18 महिना प्रधानमन्त्री हुँदा नै 2080 जेठ 16 गते पहिलो र सोही वर्ष माघ 15 गते दोस्रो पटक दरबार हत्याकाण्डको नयाँ सिराबाट अनुसन्धान गर्ने बताएका थिए। तर अनुसन्धानको कुनै पनि सुरुवात गरेनन्। अहिले राजावादी शक्ति सलबलाउँदा आफ्नो स्वार्थका लागि प्रचण्ड र माओवादी नेता जे पनि बोल्न थालेका छन्। पूर्व राजाले श्रीपेद छोड्नुलाई कमजोरी नसोच्न भन्दै नेताहरूलाई थ्रेट दिएका बेला माओवादी पनि सुविधा र सम्मान दिनुलाई कमजोरी नसोच्न भन्दै फ्रान्समा नेपोलियनको टाउको काटिएको उदाहरण दिँदै धेरै बोले डाँडा कटाउने सम्मका चेतावनी दिइरहेको छ।